नमस्ते। अहिले चाहिँ यो 2.2.1 को लोकसेवा आयोगको काम कर्तव्य र अधिकारमध्ये लोकसेवा आयोगको काम कर्तव्य र अधिकारहरू आज म एक्सप्लेन गर्न गइरहेकी छु। फर्स्ट पोइन्टमा छ निजामती सेवाको पदमा नियुक्तिका लागि जुन निजामती सेवा छ त्यो निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगको कर्तव्य हुनेछ। त्यो जुन निजामती सेवाको पद छ त्यसमा नियुक्ति गर्नका लागि उपयुक्त उम्मेदवार हुन्छ। सबै प्रक्रिया पास गरिसकेपछि लास्टमा छनौट भएको उम्मेदवारलाई चाहिँ नियुक्ति गर्नका लागि परीक्षा सञ्चालन गर्नु र लोकसेवा आयोगको त्यो चाहिँ कर्तव्य हुनेछ। निजामती सेवा पद बाहेक सेकेन्डमा छ निजामती सेवा पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अन्य सङ्घीय सरकारी सेवा निजामती सेकेन्डमा के याद राख्ने निजामती सेवाको जुन पद छ नि त्यो बाहेक निजामती सेवाको अगेन आई एम रिपिटिङ इट निजामती सेवाको पद बाहेक त्यसपछि सबै पुलिसहरूलाई याद गर्ने। पुलिसहरू के पुलिसहरू छ नेपालमा नेपाली सेना छ, नेपाल प्रहरी छ, सशस्त्र प्रहरी छ तथा जति पनि अन्य सरकारी सङ्घीय सेवा जति पनि सङ्घीय सेवा छ र सङ्गठित संस्थाको पदमा जुन पद पूर्तिका लागि सङ्गठित संस्थाको पदमा पद पूर्तिको लागि लिने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्छ। अर्को छ थर्डमा नेपाल अब फेरि पुलिस याद राख्ने। अब यो अगाडिको निजामती हटाइदिने यहाँदेखि लेख्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य सङ्घीय सरकारी सेवाको पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्नेछ। जुन नेपाली सेनाहरू छ हाम्रो देशको नेपालको सैनिकहरू छ, सशस्त्र प्रहरी बल छ उनीहरूको र अन्य सरकारी सङ्घको सरकारी सेवाको पदमा बढुवा गर्दा यसमा फेरि सङ्गठित संस्था नलेख्ने। यहाँ अलरेडी हामी सेकेन्ड पोइन्टमा सङ्गठित संस्था लेखिसकेछौँ। अब यसमा सङ्गठित संस्था नलेख्ने, यसमा मात्र सबै पुलिसहरूको लेख्ने। त्यसपछि अन्य सङ्घीय सरकारी सेवाको पदमा त्यसपछि यसमा के को कुरा छ त मेन कुरा के छ बढुवा गर्दा जुन अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवासँग परामर्श लिनु पर्नुपर्छ। अर्को छ यदि कुनै सङ्गठनको संस्थाको सेवाको कर्मचारीको सेवाको शर्त सम्बन्धी कानुन र त्यस्तो सेवाको पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्नेछ। नेपाल सरकारबाट यदि कुनै पनि पदमा नेपाल सरकारबाट निवृत्ति बिमा पाइरहेछ भने त्यस्तो चाहिँ निवृत्ति बिमा पाउने पदमा चाहिँ लोकसेवा आयोगको नियुक्ति बिना सिफारिस हुने छैन। लोकसेवा आयोगको परामर्श बिना नियुक्ति हुने छैन। यदि नेपाल सरकारबाट निवृत्ति बिमा पाउने जस्तो पद छ, जस्तो कुनै पद हुन्छ त्यहाँबाट निवृत्ति बिमा नेपाल सरकारले दिन्छ, त्यो पदमा यदि निवृत्ति बिमा पाएन भने लोकसेवा आयोगले चाहिँ के गर्दैन त आयोगको परामर्श बिना लोकसेवा आयोगको परामर्श बिना चाहिँ त्यो पदमा चाहिँ नेपाल सरकारले नियुक्ति दिँदैन। अर्को छ उपधारा 6 मा जुनसुकै कुरा उल्लेख भए तापनि धारा 154 बमोजिम न्याय सेवा आयोगको क्षेत्र अधिकार क्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ। अब उपधारा 6 मा जे सुकै लेखेछ त्यसले फरक पर्दैन। उपधारा 6 मा जे सुकै कुरा लेखिएको छ तापनि धारा 154 बमोजिम न्याय सेवा आयोगको अधिकार क्षेत्रभित्र जे कुरा लेखिएको छ त्यो बमोजिम नै कार्य हुनेछ। अर्को छ लोकसेवा आयोगको आफ्नो काम कर्तव्य मध्ये कुनै पनि काम कर्तव्य लोकसेवाको जुन आफ्नो काम कर्तव्य छ र अधिकार छ त्यो मध्ये कुनै पनि काम कर्तव्य र अधिकार आयोगको अध्यक्षले लिन सक्छ वा कुनै सदस्य वा नेपाल सरकारले जुन तोकेको कर्मचारी छ अधिकृत त्यसको अधीनमा रही प्रयोग गरेर प्रत्योजन पालना गरेर प्रत्योजनका लागि गर्न सक्नेछ। लास्टमा छ लोकसेवाको अन्य काम कारबाहीहरूले सङ्घीय कानुन बमोजिम हुन्छ। जुन लोकसेवाको अर्को कुनै कामहरू छ अधिकारहरू छ काम कर्तव्यहरू छ त्यो चाहिँ कसको बमोजिम हुनेछ त सङ्घीय कानुन बमोजिम हुनेछ। ल यति चाहिँ लोकसेवा आयोगको काम कर्तव्यहरू हुन्। यति नै छ 8वटा पोइन्ट रहेछ 8वटा पोइन्ट छ।
यति मात्र लोकसेवा एक्जामको खरिदारको द्वितीय पत्रमा 5 नम्बरको सोधेको रहेछ। यति भन्दै धन्यवाद।